ल भयो। यो जस्तो कि एनएसको रिन्ची देखाइरहेछ, यो यहाँ हेर्नु होला होइन, यो एकछिन यो देखाइरहेछ। यो कसरी हामीले हटाउने एनएसको रिन्चु, यो टप 1 छ होइन, यो यतिमा राख्ने यो, अनि त्यसपछि यसलाई अफ गर्ने, अनि त्यसपछि यो खिचेर राख्ने यो, अनि एकछिन खिचेपछि यो ठक्कै अन गर्ने। अनि यो रिन्चु देखाइरहेको, अनि यो आफै एकछिनमा ब्लिङ्क गर्छ। यो हेर्दै गर्नु। ब्लिङ्क गर्न थाल्यो होइन, अब यहाँ हेरिराख्नु, ब्लिङ्क गरिरहेको छु यसलाई, अनि ठक्कै यो खिचेर राख्ने, अनि यो आफै हटिहाल्छ। यो हटिसकेपछि यहाँ हेर्नुहुन्छ तपाईँ। यस्तै भिडियोको लागि मेरो फेसबुक पेज चाहिँ फलो गरिदिनु होला। युट्युबबाट हेर्नुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। तपाईँहरू पनि यति काम आफ्नो घरमा गर्न सक्नुहुन्छ। ल धन्यवाद, थ्याङ्क यू।